जब महागुरु 22 वर्ष पुग्नुभयो 22 वर्षको अवस्थामा चाहिँ महागुरु फल्गुनन्दीको दाजु महिला राजवन्त भन्ने चाहिँ भारतीय पल्टनमा कार्यरत हुनुहुँदो रहेछ। त्यो पल्टनबाट चाहिँ चुक्चिनाम्बा गाउँकै बलधम यङयाङ भन्ने चाहिँ घर बितामा आउनुभएको रहेछ। अब यता आफ्नो भाइ साइला भाइ महागुरु फल्गुनन्द चाहिँ ढोडेनीबाट पनि फिर्ता भएर काका काकीसँग बसिरहेको, काका काकीसँग पनि छुट्टिएर एक्लै छुट्टिएर लेछेबुङमा बसाइ सरेको खबर आफ्नो दाजुको कानमा परेपछि उहाँलाई साह्रै दुःख लाग्यो। भाइले साह्रै दुःख पाइरहेको अवस्था रहेछ भन्ने अनुभव भएपछि पल्टनबाट बलधुम यङयाङलाई चाहिँ भनी पठाउनु भएको रहेछ। गाउँमा साह्रै साइला भाइले दुःख पाइराखेको छ। त्यसो हुनाले अब साइला भाइलाई पनि पल्टनमा लिएर साथै लिएर आउनु होला भनेर त्यो अनुसार चाहिँ आफ्नो माइला दाजुको सन्देश चाहिँ महागुरुलाई सुनाएपछि महागुरुले एक प्रकारले सोच्नु भएछ देश पनि हेरिने म पनि फेरिने भने चाहिँ महागुरु दाजु भेट्न जान राजी हुनुभयो र चुक्चिनाम्बाबाट बलदम पल्टन फर्किँदाखेरि चाहिँ सँगसँगै उहाँहरू फर्केर जानुभयो। दार्जिलिङमा हाजिर भएपछि त्यतिखेर चाहिँ अहिलेको पल्टन भर्ती हुने जस्तो विभिन्न प्रकारको तालिमहरू गर्नुपर्ने स्थिति थिएन, किनभने त्यतिखेर विश्वयुद्ध नजिकिँदै आइरहेको थियो। तसर्थ भारत सरकारले उमेर पुगेका जो कोहीलाई पनि भर्ती दिने प्रक्रिया चलिरहेको छ। त्यस्तै प्रक्रियामा महागुरु चाहिँ सरकारी व्यवस्थामा दार्जिलिङबाट पल्टनसम्म पुग्नुभयो। पुगेपछि महागुरुलाई भर्ती गराइयो। यद्यपि महागुरुले भर्ती हुन ठुलो अस्वीकार गर्नुभयो। ज्यादै मार्मिक कुरा मलाई पल्टनमा महागुरु भर्ती हुन नमानेपछि अफिसरले भन्नुभएको कुराहरू छ, तिमी किन भर्ती हुनु मान्दैनस् भन्दाखेरि महागुरुले मलाई लडाइँ झगडा मन पर्दैन, हत्या हिंसा मन पर्दैन भन्ने जवाब फर्काउनु भएछ। अनि ती अङ्ग्रेज अफिसरले लडाइँ झगडा मन पर्दैन, भर्ती हुनु मन पर्दैन भने किन दार्जिलिङबाट भर्ती भएर आएको त भनेर प्रश्न गर्दा मलाई थाहै भएन, मेरो साथी बलधुम भन्नेले मलाई सरकारी व्यवस्थामा यहाँसम्म ल्याइपुर्याएको रहेछ, मलाई थाहा भएन। म त फकत मेरो दाजु राजवन्त भन्ने दाजुले बोलाएर भेट्न मात्रै आएको भन्ने भन्नु हुँदाखेरि अब त्यसो भए अहिले तत्काल लडाइँ झगडा छैन, बस्दै गर भनेपछि चाहिँ महागुरु पल्टनमा बस्न थाल्नुभयो। आफ्नो दाजु राजवन्त कहाँ हुनुहुन्छ त्यो महागुरुलाई पत्ता लगाउन 3 महिना लागेको थियो अरे। 3 महिनापछि पत्ता पाएपछि चिठी लेखेर महागुरुले भेट्न आउनु भन् बेहोरा पत्र पठाउनुभयो। पत्र पाएपछि दाजु भेट हुनुभयो। दाजुसँग महागुरुको भेट भयो। भेट भएपछि पुनः नाम काटिदिन आग्रह गर्नुभयो। तर पल्टनको नियमअनुसार 3 वर्ष बिना नाम काट्न नमिल्ने दाजुले पनि बताएपछि 3 वर्ष पर्खिनुभयो। 3 वर्ष पुग्दा फेरि पनि आफ्नो नाम कटाइ माग्नुभयो। त्यहाँबाट पनि महागुरुले पद प्रमोसन गरियो, नाम कटाइएन। पल्टनमा भोग्नुभएको तान्त्रिक साधकहरू पल्टनमा हुन्थे। ती तान्त्रिक महागुरुको पल्टनमा रहेको तान्त्रिक साधक मध्ये एकजना दलसुर भन्ने नामत थियो। तीसँग महागुरुको धेरै ठुलो एउटा तान्त्रिक युद्ध नै भनौँ, तान्त्रिक सङ्घर्ष नै पल्टनमा भयो। त्यसबाट पनि महागुरु साँझ बिहान जसरी नेपाल बस्दाखेरि आफ्नो जन्मभूमिमा बस्न आउँदाखेरि चाहिँ साँझ बिहान जामा लगाएर पूजापाठ गर्नुहुन्थ्यो। त्यसरी नै पल्टनमा पनि साँझ बिहान पूजापाठ गर्ने महागुरुले त्यो नियम छोड्नु भएको रहेनछ। अन्ततः महागुरु फलाम सिंह नाम भए पनि ध्यानी उपनामले पल्टनमा प्रख्यात हुँदै जानुभयो। 1967 सालमा 5 थरको चोकमा बस्ने दिलमान तुम्बा पनि महागुरुकै पल्टनमा अथवा 7GR पल्टनमा चाहिँ भर्ती हुनुभयो। त्यसपछि पल्टनमा भर्ती भएपछि चाहिँ संयोगले महागुरुसँग एउटै कोठामा बस्ने अवसर दिलमानलाई मिल्यो। महागुरु पूजापाठ गर्ने, पूजापाठमा सहयोगीको भूमिका निर्वाह गर्ने दिलमान, तर दिलमानको भित्र इच्छा चाहिँ स्वीकार गर्नमा अत्यन्तै प्रभावित भनौँ अथवा लालायित मान्छे
भित्र मनमा दिलमानलाई जहिले पनि लाग्ने गर्थ्यो अरे म हाम्रो पल्टनहरू क्याम्पहरू चाहिँ ठुल्ठुलो जङ्गलको छेउमा सरीदेखि राम्रो हुन्थ्यो ताकि त्यहाँबाट जङ्गलमा बन्दिलहरू मृगहरू मार्न सजिलो होस् नजिक पर्ने त्यो भावना थियो अरे हाम्रो दिलमान तुम्बापुको। तर पूजापाठ गर्ने समयमा महागुरु अर्थात् पल्टनको उपनाम ध्यानी महागुरु फल्गुनन्दले चाहिँ दिलमानलाई त्यसो गर्नु हुँदैन, शिकार खेल्नु हुँदैन, कसैको हत्या गर्नु हुँदैन भन्ने उपदेश दिइरहनुहुन्थ्यो अरे। तर उपदेश सुने जस्तो भए पनि व्यवहारमा चाहिँ दिलमानको मन चाहिँ शिकारमै आकर्षित भइरहने। अनि एक दिन चाहिँ दिलमानले जस्तो सोच्यो त्यस्तै भइदियो। ठुलो जङ्गलको छेउमा उहाँहरूको पल्टन सरेछ। त्यहाँबाट त पल्टन त्यहाँको भूगोल, त्यहाँको भौगोलिक अवस्थिति, बाटोघाटो त्यो ज्ञानै त्यो अनुभवै गर्न नपाई दिलमान त्यहाँबाट शिकार खेल्न जाँदाखेरि दिलमानको दृश्यमा एउटा साह्रै ठुलो बन्देल आफूतिर आउँदै गरेको देख्नुभएछ। अनि बन्देललाई हानेपछि बन्देल ढल्यो। घाइते आवाजमा बन्देल ढलेपछि बग्दै गयो बग्दै गयो बग्दै गयो। दिलमानले हेर्दै गयो। रगत पनि छैन, मान्छे पनि शिकार पनि छैन। त्यतिकै झपक्कै साँझ परेछ। दिलमान पल्टन फर्किन सकिन। अघि आएको बाटो भुल्यो। भूगोलको ज्ञान राम्रै थिएन त्यो क्षेत्रको। अनि त्यसपछि पल्टनमा 3 जना साह्रै ठुलो जोखनादार रहेछन्। एकजना महागुरु फल्गुनन्द जो ध्यानी उपनामले प्रसिद्ध हुनुहुन्थ्यो। अर्को दलसुर, उहाँ चाहिँ तामाङ हो कि के थरको हुनुहुन्थ्यो, त्यो किटान भन्ने। अर्को चाहिँ कालु माझी भन्ने पश्चिम भोजपुर कताको उहाँ हुनुहुन्थेछ। अनि दिलमान आफ्नो पल्टनमा फर्किन नसक्ने स्थिति बनेपछि चाहिँ एउटा रुखको र पत्थरको पत्थर अडिएको रुखको जराजरीले बाँधेको त्यस्तो एउटा ठाउँ रोजेर बास बस्न जङ्गलमै लाग्नु भएछ। सबैको प्रिय शिकार प्रेमी भएको हुनाले ठुल्ठुला अफिसरहरूको प्रिय दिलमान। त्यसपछि पल्टनमा एउटा जोखना हेराउने चलन चलेछ। अफिसरहरूले पहिलो कालु माझीलाई हेर्न लैएछ। अनि उनले भनेछ होइन दिलमानको अवस्था के छ भन्दाखेरि बाघ भालुको मुखमा परेछ साप भन्ने उहाँले जोखना खुट्याउनु भयो। त्यसपछि दलसुर भन्नेलाई जो तान्त्रिक पनि हुन्थ्यो उहाँलाई दिलमानको अवस्था के हो भन्दाखेरि उहाँ चाहिँ शत्रुको पास परेछ भन्ने जोखना खुट्याउनु भएछ। अन्तिममा महागुरुलाई ध्यानीलाई जोखना फुट्याउन लाउँदाखेरि चाहिँ दिलमान केही पनि भएको छैन, बाटो भुलेर विपत्तिमा परेको छ। यस जराजुरीहरूको आड भरोसामा देखिन्छ, सकुशल भोलि बिहान आइपुग्छ, चिन्ता गर्नु पर्दैन भन्ने जोखना भन्नुभएछ। अनि राति दिलमान जराजुरीमै वास्तवमा बास बसेको, बाघ भालु वन्यजन्तुहरूको चित्कारहरू सुन्दै रुँदै बसेको, जराजुरीहरू पक्रेर बसेको, एउटा हातमा बन्दुक लिएर बसेको, राति त्यसरी विपद भोगिरहेको अवस्थामा चाहिँ महागुरु फल्गुनन्दकै आवाज जस्तो आएर आफ्नो मातृभाषामा भन्छ अरे। मातृभाषा भन्नाले लिम्बू भाषामा दिलमान शिकार चामेलो खेल भन्छ अरे। अर्थात् यसलाई नेपाली अनुवादमा चाहिँ दिलमान शिकार नखेल्न भनेको यस्तो हुन्छ भन्छ अरे। फेरि सुसुप्त निदाउँदै जान्छ, त्यही आवाज आएर त्यही वाक्य भन्छ अरे, दिलमान शिकार चामेलो खेल भन्छ अरे। 4 चोटि भयो। अनि उनलाई त्यो आवाज चाहिँ महागुरु फल्गुनन्दकै स्वर जस्तो छ अरे, त्यही महागुरु फल्गुनन्दकै आवाज हो भने यो 4 पटक आएपछि चाहिँ त्यो आवाज त्यो वाक्य भन्नु बन्द भयो। 4 पटक पछाडि चाहिँ त्यसले वाक्य फेरेछ, दिलमानको थोलाम पिगे भन्छ अरे। त्यसो भन्नुको अर्थ चाहिँ यसो उकालो यता माथिबाट जाऊ भन्ने। त्यो पनि 4 चोटि आएपछि त्यो पनि बन्द भयो, उज्यालो भयो। अनि त्यहाँबाट अब बाँचे रातभरि मलाई हिंस्र वन्यजन्तुबाट मलाई आक्रमण भएन, धन्य छ। अब तर यो रातभरिको आवाज चाहिँ के हो भन्दै उकालो गएपछि, बिहान उज्यालो भएपछि थोरै उकालो निस्किएर डाँडाबाट यसो नजर घुमाएको त आफ्नो पल्टन टाढै होइन अरे। त्यहाँ धुवा चलिरहेको देख्नुभएको, ठुल्ठुलो आर्मीहरूको भात पकाउने ठुल्ठुलो तपेस भाँडाहरू चाहिँ माझ्दाखेरि त्यसको आवाजै सुनिन्ने, अनि त्यस्तै स्थिति। तर सबै ठुल्ठुला अफिसरहरूको प्रिय भएको हुनाले दिलमानलाई चाहिँ खोज्न तिनताका जमानाअनुसार लालटिन टर्च बालेर सिपाहीहरूलाई धेरैले खटाइएको छ राति।
अब त्यतिखेर चाहिँ म जिउँदै छु भन्ने किसिमको एउटा सिग्नल फायरिङ हुन्छ अरे पल्टनमा। त्यो चाहिँ दिलमानले डाँडामा निस्केर ड्याम्म पड्काएपछि चाहिँ दिलमानलाई खोज्न जाने सबै सिपाहीहरू फर्केर आउँदाखेरि जे महागुरुले भन्नुभएको थियो त्यो घटनासँग 100% घटना मिलेपछि चाहिँ दिलमान तुम्बापुले महागुरु फड्कनुलाई पल्टनमै सबैभन्दा पहिला गुरु स्थापित गर्नुभएको हो र पहिलो चेला बन्नुभएको घटनाहरू पनि हो। अब त्यसरी आउँदाखेरि चाहिँ अनि दिलमान पल्टनमा आइपुगेपछि चाहिँ सबै अफिसरहरूले दिलमानलाई बयान लिँदाखेरि चाहिँ जे अघिल्लो दिन महागुरुले भन्नुभएको थियो त्यही हेरे प्रश्न कस्तो ठाउँमा बसेको थियो यस्तो जराजुरीहरूमा ले अडिएको यस्तो पत्थर त्यस्तोमा बसेको थिएँ भन्नुभयो अरे। अनि अब राति आवाज महागुरुको आवाज आयो त्यो त फुलाउनु भएन होला अवश्य पनि, तर जस्तो महागुरुले त्यो जोखना खुट्याउनु भएको त्यही भएपछि नै इतिहासमा सबैभन्दा पहिला दिलमान चाहिँ महागुरु फल्गुनन्दालाई आफ्नो गुरु मान्नुभएको पल्टनमा। त्यहाँदेखि चाहिँ शिकार खेल्न पनि बन्द। महागुरुको पल्टनमा पनि महागुरु पल्टन चाहिँ सबभन्दा अगाडि बढ्नु पर्ने खालको रहेछ। त्यो प्लाटुन एउटा फ्रन्ट लाइनमा जानुपर्ने रहेछ, झन्डा हल्लाउँदै जानुपर्ने रहेछ। त्यो युद्धमा चाहिँ त्यस्तै स्थिति परेपछि महागुरुले चाहिँ 36 जनासम्म सिपाहीहरूको कमान्ड गर्नु पर्थ्यो अरे त्यतिखेर। अनि महागुरुको चाहिँ आफ्नो सिपाहीहरूलाई निर्देशन दिँदा बडा गजबको छ यो भन्नै पत्याउनै नसकिने तर परम सत्य कुरा चाहिँ के छ भने ती हाम्रो शत्रु भनाउँदाहरूको पनि छोराछोरी छन्, बुढीहरू छन्, स्वास्नीहरू छन्। तिनीहरूलाई हामीले मार्यौँ भने हामीलाई पाप लाग्छ। त्यसकारण हामीले सत्य ईश्वरलाई अथवा माङलाई युमा माङलाई सत्य चित्ताउनु पर्छ र हामीले गोली कि भुइँतिर हान्नुपर्छ कि आकाशतिर हान्नुपर्छ भनेर सिपाहीहरूलाई निर्देशन दिनुभएछ। अब महागुरु पल्टनको विश्वास ध्यानी उपनामले निकै प्रसिद्ध भइसक्नु भएको थियो र विश्वास आर्जन भइसकेको हुनाले अनि सिपाहीहरूले युद्धमा विपक्षहरूले आफूतिर बर्साइरहँदा पनि महागुरुका पक्षका सिपाहीहरूले चाहिँ युद्धमा गोली आकाशतिर नै हान्थे अरे। आकाशतिर हान्दाखेरि चाहिँ जब उहाँहरूको त्यो शत्रु पक्ष र उहाँहरूको पक्ष बीचमा चाहिँ एकजना लिम्बुनी जस्तो देखिने सुनको थुम्से बोकिने एउटा युमामाङ देख्नु हुँदो रहेछ। अनि शत्रु पक्षबाट आएको सम्पूर्ण गोलीहरू चाहिँ त्यही थुम्सेमा पसेको देख्नु हुँदो रहेछ। अनि 5 वर्षसम्म लडाइँ लड्दा पनि महागुरुहरू चाहिँ शत्रुको घेरामा पनि पर्नु भएन। महागुरुले नेतृत्व गरेर लगेको सिपाहीहरू एकजना पनि घाइसम्म नभएको त्यस्तो सत्य तथ्य कुराहरू छ पल्टनमा। अनि अब विस्तृतमा यो कुराहरू त धेरै लामो छ, संक्षेपमा अन्ततः महागुरु 12 वर्षसम्म पल्टन बसेर त्यतिखेर दिलमानको पल्टन अवधि 9 वर्ष भएको होला पल्टनले जीवन समाप्त गरेर विक्रम सम्वत 1976 सालको हिउँदो महिनामा नाम काटेर स्वदेश फर्किनु भएको कुराहरू छ संक्षेपमा।